चाहिँ यसरी टक्क यस्तो गर्नुपर्ने हुन्छ। यो हाल्ने टक्क अनि त्यसपछि यो हाल्ने। तातेको बबको चाहिँ यो चाहिँ यो रेडी भइसकेछ। यो चाहिँ अब यसलाई चाहिँ हामीले चाख्नुपर्ने हुन्छ कति के हो भन्दा मुरको छोप। हेलो एन्ड नमस्ते। सो इट्स मी डिआरटी। हजुरहरू सन्चै हुनुहुन्छ होला, म एकदम सन्चै छु। आज चाहिँ हाम्रो नाइटमा चाहिँ अचार चाहिँ बनाउनु लागि चाहिँ रेडी हुँदैछु। हजुरहरूले चाहिँ रिसिभी तपाईँको कोइराला भन्दैछ फुलले चाहिँ यो सुकुटी बनाएको छ। यसको चाहिँ कोइरालाको चाहिँ अब हामीले लगभग के बनाउनु लाग्छ अरे अचार बनाउनु लाग्छ। त्यसको लागि के हाल्दो रहेछ भन्ने कुरा चाहिँ मेरो आज चाहिँ रेसिपी चाहिँ बुढीको चाहिँ अचार बनाउने तरिकाको रेसिपी चाहिँ हजुर सामु देखाउनु खोजिरहेको छु। अब फर्स्टमा हामी आलु उसिन्छौँ। आलु उसिन्छौँ टक्क। अब यसमा चाहिँ कुकरमा राख्ने यसरी अब यो कुकरमा राखिसकेपछि सिटी हाल्नुपर्ने हुन्छ। कति सिटी हाल्नुपर्छ अरे? 2 सिटीमा पाक्छ। यो पनि 2 सिटीमा पाक्यो भने अब हामीले यहाँ यसरी राख्यौँ। त्यसपछि अब चाहिँ लगभग अब यो पनि भिजाउनु पर्ने हुन्छ। यो भिजाउनु कि यो के गर्ने? यसलाई भिजाउनु पर्छ अनि त्यसपछि बोइल गर्नुपर्छ भनौँ न। यसलाई थोरै बोइल गर्नुपर्छ। अब चाहिँ यसमा अब यो भिजाउनु लागि चाहिँ पानी हाल्नुपर्ने हुन्छ। हामीले कसरी भिजाउनु पर्ने हुन्छ? यो सुकेको गुन्द्रुक त्यही अब बसाला न यहाँ यो टक्क लाएर यसरी अब यसलाई चाहिँ बोइल गर्नुपर्ने हुन्छ हामीले। अब बोइल गरेर चाहिँ यसलाई चाहिँ सुकुरेर चाहिँ पुरै यो मासुको सुकुरी होइन, यो चाहिँ कोइरालाको फुलको सुकुरी हो। यसले चाहिँ हरेक कुराहरूमा चाहिँ राम्रो हुन्छ। यसमा आलु पाक्दैछ, यसमा यो कोइराला, त्यसपछि अब तिल पनि छ। अब यो तिल पनि हाल्नुपर्ने हुन्छ हामीले। त्यो अचारमा चाहिँ यो चाहिँ राम्रो हुन्छ क्या तपाईँको। कस्तो हुन्छ हामीले बदाम पनि युज गर्छौँ, तर यो चाहिँ तिल सेतो तिल चाहिँ युज गऱ्यो भने चाहिँ एकदम राम्रो हुन्छ। यसलाई चाहिँ कसरी चाहिँ युज गर्नुपर्ने हुन्छ तपाईँहरू। अब बोल उड्न थालेको छ यहाँ। अब यो बोइल हुन थाल्यो। त्यसपछि यहाँ टक्क अब यसलाई चाहिँ ग्यास यस्तो मार्नुपर्ने हुन्छ। अनि यो आलु चाहिँ 2 सिटी जाने बाँकी छ। त्यसपछि तिल यहाँ अलरेडी तिल पनि भइसक्यो। त्यसपछि अब त्यसमा चाहिँ के छ भनेपछि यो गोलभेडा अनि 2टा गोलभेडा हालिन्छ हामीले। अनि त्यसपछि खुर्सानी हालिन्छ। अनि त्यसपछि धनियाँ। अनि त्यसपछि हाम्रो लगभग अचार तयारी हुन्छ है। अब चाहिँ यो बोइल भइसक्यो। अब त्यसमा बनाउनु पर्ने हुन्छ। आलुवाली अचारवाली यहाँ छ। अरू भाँडामा चाहिँ सरिसकेको छ। अब फेरि केही तताउनु पर्ने हुन्छ हामीले। त्यसपछि तिलको लागि चाहिँ अब तिल तताउनु पऱ्यो नि त अलिकति। अब यसलाई चाहिँ फ्राई गर्नुपर्ने हुन्छ तिल चाहिँ। यसलाई चाहिँ हामीले धेरै तताउनु हुँदैन, किनकि यो कालो भयो भने फेरि हाम्रो अझै पनि डढेको गन्ध आउँछ। बन्दैछ। अब उयो पनि डढ्न थालेको छ, किनकि अब यति नै हो। योभन्दा धेरै कालो बनायो भने हाम्रो अचार राम्रो हुँदैन। यति चाहिँ बनाउनु पर्ने हुन्छ हामीले। त्यसपछि हाम्रो अब यो मिक्सर रेडी पार्नुपर्ने हुन्छ। मिक्सरमा चाहिँ हामीले पिसिन्छौँ। यो सेलौटो चाहिँ हामी युज गरिँदैनौँ अझ, किनकि मिक्सरमा गर्नुपर्ने हुन्छ सबै कुराहरू। यसमा चाहिँ अब यति गरेपछि चाहिँ अलिक तातै हालेछु, किनकि हाम्रो चाहिँ अब सबै कुराहरू पाक्दै गइसकेको छ। यतिमा हालेपछि चाहिँ हामीले अब गोलभेडा अब के कुराहरू हाल्नुपर्ने हुन्छ। अब यो पनि सिटी जाँदैछ। त्यसपछि अब गोलभेडा कटिङ गर्नुपर्ने हुन्छ हामीले। गोलभेडा चाहिँ किन कटिङ गर्नुपर्ने चाहिँ यसलाई ड्राई फ्राई गर्नुपर्ने हुन्छ हामीले, किनकि यसलाई चाहिँ अलिअलि यसमा अब तेल हालेर थोरै तेल हालेर चाहिँ फ्राई गर्नुपर्ने हुन्छ हामीले। यो चाहिँ घरमा बनाउने स्टाइल, किनकि हामी त्यस्तो लसुन हालेर हाम्रो घरमा चाहिँ लसुन चल्दैन, त्यस कारणले चाहिँ हो। अब फेरि खुसाइ पनि त्यस्तै सानो बनाउनु पर्ने हुन्छ हामीले। तेलमा छिटो फ्राई होस् भनेर हो। त्यसपछि हामीले यो तताउनु पर्ने हुन्छ। यो थोरै तताएपछि हामीले तेल हाल्नुपर्ने हुन्छ। अब यति थोरै तेल हाल्यो भने हामीले चाहिँ लगभग
यो फ्राई गर्नुपर्ने हुन्छ हाम्रो चाहिँ है। लगभग हाम्रो चाहिँ तेल तातिसकेको छ। तेल तातिसकेपछि हामीले लगभग गोलभेडाहरू चाहिँ हामीले फ्राई गर्नुपर्ने हुन्छ। यसमै पिसेको थोरै मरमसला हामीले यसमा हाल्नुपर्ने हुन्छ। हामीले यसमा जिरा र थोरै जिरा खुर्सानी पिसेको छौँ। हाम्रो यतिको भएपछि चाहिँ हामीले अब मिक्सरमा हाल्नुपर्ने हुन्छ। हामीले सबै कुरा तातै गर्छौँ किनकि अब यो हाम्रो आज चाहिँ हातको कारणले चाहिँ हो। यस्तो भइसक्यो। अब यसमा चाहिँ हामीले चाहिँ मिक्सरमा पिस्नुपर्ने हुन्छ। हामीले थोरै पानी हाल्नुपर्ने हुन्छ हामीले चाहिँ किनकि अब यो चाहिँ अब अलिकति यसलाई चाहिँ अब थोरै गिलो गर्नुपर्ने हुन्छ। अब यतिको भएपछि चाहिँ हाम्रो अचार चाहिँ रेडी। यो चाहिँ अब अचारको चाहिँ मरमसला सबै तिल सबै हाम्रो चाहिँ रेडी भइसक्यो हुन्छ। हाम्रो त्यो खुर्सानी चाहिँ हामीले यसमै हाल्नुपर्ने हुन्छ किनकि हामीले खुर्सानी यसले चाहिँ हामीले अब सबै एकचोटि एकलाई राम्रो धुनुपर्छ अनि त्यसपछि निजाएर चाहिँ हामीले स्टक राख्नुपर्ने हुन्छ यसलाई। अब धनियाँ पनि यसरी काट्नुपर्ने हुन्छ हामीले। धनियाँ अब लगभग धनियाँ पनि हाल्नुपर्ने हुन्छ। यतिको भएपछि भिजाएर हामीले तातो पानी भिजाएको यति भइसक्यो यो कोइराला। त्यसपछि यतिको यो भइसक्यो अनि सबै कुरा रेडी भइसक्यो। अब रेडी हुनलाई केही समय हेरिरहनु होला। हामीसँग काकतीको भन्दा नि एउटा राम्रो लप्सीको चाहिँ हामीले अमिरको लागि चाहिँ यस्तोहरू राखिन्छ किनकि घरमै बनाएको हाम्रो यो पनि पोपर अमिर हुन्छ। अर्ग्यानिक हो यो एकदम लप्सीको। हामीले चाहिँ यो पुदिना चाहिँ हाल्नुपर्ने हुन्छ किनकि यो लोकल पुदिना हो। अझ अलिक टेस्टी आउँछ हाम्रो चाहिँ। हामीलाई यो आलु पाइसकेको छ। हामीले अब यसलाई पोल्नुपर्ने हुन्छ। तातो चाहिँ छ। त्यतिको आलु पाकेपछि चाहिँ यसलाई चाहिँ हामीले यसमा मिक्स गर्नुपर्ने हुन्छ। सब निकाल्दा यसो हामीले आलु कोइराला खुर्सानी सबै कुराहरू हाम्रो मरमसला सबै हालिसकेको छौँ। अब यसरी यो गरेपछि चाहिँ बोक्रा फालिसकेपछि हामीले अब एकछिनमा सिलाउन राखेको छौँ। यति हालेपछि हाम्रो अब यहाँ सबै हाल्नुपर्ने हुन्छ। सब मिक्स गर्नुपर्ने हुन्छ हामीले। पछि अघि पिसेको हाम्रो मिक्सरमा पिसेको सबै कुराहरू यहाँ हाल्नुपर्ने हुन्छ। यतिको टेस्टमा सब मिक्स गर्नुपर्ने हुन्छ हाम्रो। यो अब कोइराला तल पसेको छ। यतिको भइसकेको छ हाम्रो। यो सबै मिक्स गर्नुपर्ने हुन्छ। हाम्रो आलु कोइराला सबै मरमसला सबै यति भइसकेको छ। त्यसपछि हाम्रो अब यसमा चाहिँ अब थोरै तेल तताउनु पर्ने हुन्छ। हामीले तेल चाहिँ माथिबाट हाल्नुपर्ने हुन्छ हाम्रो। यहाँबाट तेल टक्क हालेर चाहिँ हामीले यहाँ चाहिँ मेथी झानेर हाल्छौँ। त्यसमा चाहिँ त्यो माथि तेल तातिसकेपछि हामीले हाल्नुपर्ने हुन्छ। यो चाहिँ हाल्नुपर्ने हुन्छ। अब हामीले यति हाल्छौँ मेथी हाल्छौँ। मेथी चाहिँ राम्रो हुन्छ किनकि अब माथिबाट टक्क चाहिँ दामी बस्न आउँछ र। अब यति कालो भएपछि चाहिँ हामीले अब यसमा यहाँ माथि तातो भन्नुपर्ने हुन्छ। यसलाई चाहिँ एकलट यसलाई चाहिँ सेलाउन राख्छौँ हामीले। अब चाहिँ हाम्रो यो सेलाइसकेको छ। अब यसरी मुछ्नुपर्ने हुन्छ। अचार रेडी। यसरी मुछेपछि हाम्रो चाहिँ रबर रेडी हुन्छ अचार। अब यसमा हाल्नुपर्ने हुन्छ। अब हाम्रो चाहिँ रेडी भइसकेको छ यो चाहिँ। अब यसलाई चाहिँ हामीले चाख्नुपर्ने हुन्छ कति के हो भन्दा। ठिक छ। यो चाहिँ अब शरीरको लागि चाहिँ राम्रो हुन्छ। यो हाम्रो कोइराला सबै मिक्स गर्दै त्यस्तो हाम्रो हेल्दीमा छौँ। यो त्यस्तो खासै त्यस्तो चिलो केही छैन। एकदम राम्रो छ। चाहिँ हाम्रो अब खाना रेडी भइसकेको छ। अनि यो हाम्रो चाहिँ यो टिमुरको छोप अनि यो चाहिँ कस्तो भने आमाको अचार चाहिँ हामीले मैले लिएको थिएँ र हाम्रो योहरू पनि खाइन्छ। अनि त्यसपछि बबको साथीको बबको चाहिँ यो पनि खानुपर्ने हुन्छ अचार। लगभग टक्क लगाएर यहाँ पस्किने खाने।
हाम्रो अघि बनाइसकेको अचार, त्यसपछि यो पनि मासुको अचार आइसकेको छ, अनि त्यसपछि घिउ प्योर यो चाहिँ के को भने तपाईँको गाईको घिउ सङ्घर्षबाट ल्याएको हामीले चाहिँ यो घिउ पनि आइसकेको छ। त्यसपछि दाल एकदम राम्रो छ, रेसिपी राम्रो बनेको छ, एकदम मिठो। तपाईँहरू हामी जस्तो बनाएको छ त्यस्तै बनाउन सक्नुहुन्छ। हाम्रो मिसेसले चाहिँ बनाउनु भएको सबै कुराहरू आइटमहरू उहाँले बनाउनु भयो। यो अचार चाहिँ हामीले तलैबाट ल्याएको छ, यो पनि तलैबाट किनेको थियौँ। अनि हाम्रो घिउ पनि यो पनि लगभग यतै बनाएको त्यो हामीले चाहिँ उता चाहिँ नौनी ल्याएर चाहिँ हामीले यता तताएर चाहिँ एकदम राम्रो छ। हजुर पनि खान सक्नुहुन्छ यसरी बनाएर हामी जस्तै एकदम राम्रो छ। अब यसलाई चाहिँ यसरी टक्क यस्तो गर्नुपर्ने हुन्छ, घिउ हाल्ने टक्क, अनि त्यसपछि यो हाल्ने एकदम राम्रो छ। तपाईँहरू पनि बनाउनु होला, तपाईँहरू पनि खानु। अल द बेस्ट। लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला, सब्सक्राइब गरिरहनु होला। यस्तै कुराहरूमा हामी भिडियो सधैँभरि ल्याउनेछु, डेली ब्लग आउनेछ, फ्यामिली ब्लग।